पढ्यो पढ्यो तर परीक्षामा केही यादै आउँदैन। यो समस्या धेरैको साझा हो होइन त? घण्टौं पढ्यो तर नतिजा भने उस्तै। तर अब चिन्ता लिनु पर्दैन, किनकि प्रभावकारी रूपमा सिक्ने तरिका अनुमानमा होइन विज्ञानमा आधारित छ। आज हामी त्यही वैज्ञानिक रहस्यहरू खोल्नेछौँ जसले अध्ययन गर्ने तरिकालाई सधैँको लागि बदल्न सक्छ। हो, हामीलाई स्कुल कलेजमा के पढ्ने त सिकाइन्छ, तर कसरी पढ्ने भनेर खासै सिकाइँदैन। तर रमाइलो कुरा के छ भने वैज्ञानिकहरूले सयौं अध्ययनहरू गरेर प्रभावकारी सिकाइको एउटा स्पष्ट रोडम्याप नै तयार पारेका छन्। आज हामी त्यही प्रमाणमा आधारित तरिकाहरूको बारेमा कुरा गर्नेछौँ। ठिक छ, आजको हाम्रो यात्रा यस्तो हुनेछ। सुरुमा हामी सिक्ने एउटा राम्रो तरिकाबारे जान्नेछौँ। त्यसपछि बुझाइ र स्मरण शक्ति, यी दुई महत्त्वपूर्ण आधारहरूलाई केलाउनेछौँ। हामी अध्ययनको सबैभन्दा उत्तम उपकरण र अन्त्यमा मेहनतपूर्ण सिकाइको रहस्यबारे पनि चर्चा गर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। यहाँ हामीमध्ये धेरैले अपनाउने अध्ययनका पुराना बानीहरू र वैज्ञानिक प्रमाणमा आधारित प्रभावकारी विकल्पहरू बीचको भिन्नता हेर्नेछौँ। यहाँ हेरौँ त, एकातिर छन् हाम्रा पुराना तरिकाहरू, जस्तै किताब पल्टाइ पल्टाइ पढ्ने वा नोटलाई रङ्गाउने, अनि अर्कोतिर छन् एक्टिभ रिकल जस्ता सक्रिय र शक्तिशाली विधिहरू। आउनुहोस् अब यी प्रभावकारी विधिहरूले कसरी काम गर्छन् भनेर गहिराइमा बुझौँ। अब सबैभन्दा महत्त्वपूर्ण सिद्धान्तमा जाउँ। हामी अक्सर कुनै कुरालाई नबुझिकनै घोक्न खोज्छौँ, तर त्यो त बालुवामा घर बनाए जस्तै हो। साँच्चै सिक्नको लागि कुनै पनि कुरा याद गर्नुभन्दा पहिले त्यसलाई गहिरोसँग बुझ्नुपर्छ, किनकि बुझाइमै सिकाइको जग हो। र बुझाइलाई जाँच्ने सबैभन्दा राम्रो तरिका हो फाइनम्यान टेक्निक। यो पहिलो मुख्य प्रविधि हो जसको नाम भौतिकशास्त्री रिचर्ड फाइनम्यानको नामबाट राखिएको हो। उहाँलाई महान व्याख्याताको रूपमा पनि चिनिन्थ्यो। यो टेक्निकले चारवटा एकदमै सरल स्टेपमा काम गर्छ। पहिलो, कुनै पनि टपिकलाई राम्रोसँग पढ्ने, बुझ्ने। दोस्रो, अब कल्पना गरौँ कि त्यो कुरा कुनै 5 वर्षे बच्चालाई बुझाउनु पर्यो। हो, त्यस्तै सरल भाषामा व्याख्या गर्ने कोसिस गर्ने। तेस्रो स्टेपमा व्याख्या गर्दा कहाँ कहाँ अड्किन्छ, हो त्यही नै हो हाम्रो कमजोरी। अनि अन्तिम स्टेप, फेरि किताब पल्टाउने, ती कमजोरीहरूलाई हटाउने र व्याख्यालाई अझै सरल बनाउने। याद राखौँ, जबसम्म कुनै कुरालाई एकदमै सरल तरिकाले व्याख्या गर्न सकिँदैन, तबसम्म हामीले त्यो कुरा साँच्चै बुझेकै हुँदैनौँ। कुनै कुरा बुझ्नु त पहिलो चरण मात्र भयो, तर त्यसलाई परीक्षाको दिनसम्म दिमागमा कसरी राख्ने, यो अर्को ठूलो चुनौती हो। अब हामी हाम्रो बिर्सने प्राकृतिक प्रवृत्ति र त्यसलाई जित्न विज्ञानले दिएको उपायबारे कुरा गर्नेछौँ। सिकाइको सबैभन्दा ठूलो बाधा हो यो फर्गेटिङ कर्भ, अर्थात् बिर्सने चक्र। यो अवधारणा 1800 को दशकमा हर्मन एबिङहाउसले पहिलो पटक पत्ता लगाएका थिए। यो ग्राफले देखाउँछ कि हामीले सिकेको कुरा समयसँगै कति तीव्र गतिमा बिर्सन्छौँ। यो ग्राफ हेर्दा अलि डरलाग्दो देखिन्छ, होइन त? हामीले पढेको धेरैजसो कुरा त केही घण्टा वा दिनमै बिर्सिन्छौँ। तर राम्रो खबर के छ भने यो चक्रलाई तोड्न सकिन्छ। हेर्नुहोस् त, प्रत्येक पटक समीक्षा गर्दा बिर्सिने गति घट्दै जान्छ र जानकारी हाम्रो दिमागमा लामो समयसम्म रहन्छ। र यही हो स्पेस्ड रिपिटेसनको शक्ति। यो भनेको अन्धाधुन्ध दोहोर्याउनु होइन, बरु सही समयमा जब हामी लगभग बिर्स्न लागेका हुन्छौँ तब समीक्षा गर्नु हो। यो रणनीतिक तरिकाले जानकारीलाई हाम्रो दीर्घकालीन मेमोरीमा स्थायी रूपमा बसाउन मद्दत गर्छ। ल, अब सबैभन्दा रोमाञ्चक भागमा जाउँ। सयौं अध्ययनहरूले एउटै निष्कर्ष निकालेको त्यो एउटा सबैभन्दा शक्तिशाली अध्ययन विधि कुन होला? यो प्रविधिले हाम्रो पढ्ने तरिकालाई नै बदल्न सक्छ। एकछिन सोचौँ त, हजारौं अध्ययनहरूले कुन एउटा विधिलाई सबैभन्दा शक्तिशाली मानेको होला? के यो नोट बनाउनु हो वा दोहोर्याएर पढ्नु? जवाफ हो एक्टिभ रिकल, अर्थात् सक्रिय स्मरण। यो भनेको जानकारीलाई दिमागमा हाल्नु मात्र होइन, बरु दिमागबाट बाहिर निकाल्ने अभ्यास गर्नु हो। किताब हेरेर पढ्नुभन्दा किताब बन्द गरेर मैले के पढेँ भनेर सम्झिने प्रयास गर्नु नै एक्टिभ रिकल हो। जब हामी सम्झनका लागि दिमागलाई बल दिन्छौँ, हाम्रो मेमोरीको धागो बलियो हुँदै जान्छ। र यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित छ। प्रोफेसर डनलोस्कीको ऐतिहासिक अनुसन्धानले हजारौं अध्ययनहरूको समीक्षा गरेर निष्कर्ष निकाल्यो कि अभ्यास परीक्षण अर्थात् एक्टिभ रिकल सबैभन्दा प्रभावकारी विधिहरूमध्ये एक हो। यो विधि अपनाउन निकै सजिलो छ। पढेको कुरालाई सम्झिने, आफैलाई प्रश्न सोध्ने वा कुनै चित्रलाई नहेरिकन बनाउने प्रयास गर्ने, यी सबै एक्टिभ रिकलका अभ्यास हुन्।
अब हाम्रो अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। यी सबै प्रविधिहरू तब मात्र काम गर्छन् जब हामीसँग सही मानसिकता हुन्छ। आउनुहोस् त्यो रहस्य के हो हेरौँ। जसरी व्यायाम गर्दा मांसपेशी बलियो बनाउन मेहनत चाहिन्छ, त्यसरी नै दिमागमा कुनै कुरा स्थायी रूपमा बसाउन पनि मेहनतपूर्ण सिकाइ आवश्यक छ। सजिलो तरिकाले सिकेको कुरा छिट्टै बिर्सिन्छ। त्यसैले हामीले आज छलफल गरेका सबै प्रविधिहरूको मुटुमा यही एउटा विचार छ। प्रभावकारी सिकाइ भनेको जानकारीलाई दिमागमा खन्याउनु मात्र होइन, बरु त्यसलाई बारम्बार सम्झने अभ्यास गरेर दिमागलाई बलियो बनाउनु हो। र अन्तमा यो प्रश्नबारे सोचौँ, सायद हाम्रो लक्ष्य अध्ययनलाई सजिलो बनाउनु होइन, सायद वास्तविक लक्ष्य भनेको हामीले गरेको हरेक मिनेटको मेहनतले साँच्चै प्रभावकारी नतिजा दियोस् भन्ने सुनिश्चित गर्नु हो।